हाम्रो अघिल्लो भिडियोमा हामीले न्युक्लियर फ्युजनको बारेमा विस्तृत रूपमा कुरा गरेका थियौँ। आज हामी त्यही न्युक्लियर भन्ने सिक्काको अर्को पक्ष फ्युजन बारेमा छलफल गर्न जाँदैछौँ। न्युक्लियर फ्युजनले ऊर्जाको एउटा शक्तिशाली स्रोत प्रदान गरेर संसारमै एउटा ऊर्जाको क्रान्ति ल्याएको छ र यसले सँगसँगै मानवता र वातावरण दुवैमाथि पर्ने गहिरो प्रभावहरू पनि बोकेकै छ। न्युक्लियर फ्युजन आज संसारभरि प्रयोग हुने न्युक्लियर रियाक्टरहरू पछाडिको ड्राइभिङ फोर्स हो, जसले विश्वलाई ठुलो मात्रामा क्लिन एनर्जी उत्पादन गर्दछ। तर अर्कोतर्फ एटम बम र न्युक्लियर मेल्टडाउन जस्ता मानव इतिहासकै सबैभन्दा दुःखद घटनाहरूको जिम्मेवार पनि न्युक्लियर फ्युजन नै हो। क्रिएसन र डिस्ट्रक्सन दुवैको लागि यसको दोहोरो क्षमता देख्दा एउटा स्वाभाविक प्रश्न उठ्छ, आखिर न्युक्लियर फ्युजन भनेको के हो त? म हुँ मोबिन आजाद र यो भिडियोले हजुरहरूलाई बुझाइदिनेछ। फ्युजन शब्दको अर्थ हो एउटा ठुलो चिजलाई सानो टुक्राहरूमा विभाजन गर्नु र यसको नामले नै बुझ्न सकिन्छ। न्युक्लियर फ्युजन एक यस्तो घटना हो जसमा एउटा भारी एटमको न्युक्लियस दुई वा दुईभन्दा बढी सासाना टुक्राहरूमा विभाजित हुन्छ र अन्त्यमा ठुलो मात्रामा ऊर्जा उत्पन्न हुन्छ। न्युक्लियर फ्युजनको इतिहास वैज्ञानिक खोज, अन्तर्राष्ट्रिय तनाव र गेम चेन्जिङ आविष्कारहरूद्वारा चिन्हित छ। सन् 1938 मा जर्मन फिजिसिस्टहरू अटो हान र फ्रिट्ज स्ट्रासमनले अस्ट्रियाकी फिजिसिस्ट लेइस माइटनरसँग मिलेर युरेनियमलाई न्युट्रोनले बमबारी गर्दा एटोमिक न्युक्लियाईको विभाजन भएको अब्जर्भेसन गरे। यही अब्जर्भेसन पछि गएर न्युक्लियर फ्युजनको आधारभूत खोज हुन पुग्यो र यसै खोजले एटमको ऊर्जा मानिसले प्रयोग गर्न सक्नुको लागि थप अनुसन्धान गर्न जग बसाल्यो। विश्वभरि गरिने न्युक्लियर फ्युजनको सबैभन्दा आम प्र्याक्टिसमा एउटा एकदमै भारी न्युक्लियस भएको एटम जस्तै युरेनियम 235 वा प्लुटोनियम 239 लाई न्युट्रोनले बमबारी गरिन्छ, जसले गर्दा यिनी न्युक्लियसहरू अस्थिर हुन्छन् र टुक्रिएर साना साना न्युक्लियसहरूमा विभाजित हुन्छन् र यसका साथसाथै एक्स्ट्रा न्युट्रोनहरू पनि रिलिज गर्छन्। यस प्रक्रियाले हिटको रूपमा ठुलो मात्रामा ऊर्जा रिलिज गर्छ र यस ऊर्जालाई विभिन्न एप्लिकेसनका लागि प्रयोग गर्न सकिन्छ, विशेष गरी बिजुली उत्पादनमा। एक नियन्त्रित न्युक्लियर फ्युजन रियाक्सन चलाइराख्नको लागि एउटा चेन रियाक्सन बनाउनु पर्छ, जहाँ एउटा फ्युजनमा उत्पादित तिनी एक्स्ट्रा न्युट्रोनले फेरि अर्को फ्युजन ट्रिगर गर्न जान्छ। यो चेन रियाक्सन हासिल गर्नलाई रियाक्टरमा न्युट्रोनको उत्पादनको रेट नियन्त्रण गरिन्छ र रियाक्सनमा उत्पन्न एक्स्ट्रा हिटलाई सावधानीपूर्वक हटाइन्छ। सन् 1986 मा युक्रेनमा भएको चेर्नोबिल डिजास्टर र 2011 मा जापानमा भएको फुकुशिमा दाइची घटनाले देखाए जस्तै रियाक्सनमा नियन्त्रण कायम गर्न सकिएन भने विनाशकारी दुर्घटना हुन सक्छन्। न्युक्लियर फ्युजनका दुई प्रमुख उपयोगहरू छन्, ऊर्जा उत्पादन र एटोमिक हतियार। न्युक्लियर पावर प्लान्टहरूले बिजुली उत्पादन गर्न नियन्त्रित फ्युजन रियाक्सनहरू प्रयोग गर्छन्, जुन विश्वव्यापी ऊर्जा उत्पादनको एक महत्त्वपूर्ण भाग हो। यो रियाक्सन एकदमै एफिसिएन्ट छ र यसले न्यूनतम ग्रिनहाउस ग्यास उत्पादन गर्छ, जसले न्युक्लियर फ्युजनलाई क्लाइमेट चेन्ज विरुद्धको लडाइँमा कार्बन एमिसन घटाउनको लागि एउटा राम्रो अल्टरनेटिभ बनाउँछ। तर यसको नकारात्मक पक्षमा न्युक्लियर फ्युजनले एटोमिक हतियारहरूको पनि आधारको रूपमा काम गर्न जान्छ। दोस्रो विश्वयुद्धको दौरान जापानका हिरोशिमा र नागासाकीमा खसालिएका न्युक्लियर बमहरूले अनियन्त्रित फ्युजन रियाक्सनको प्रयोग गर्छन्, जसले ठुलो मात्रामा विनाशकारी ऊर्जा रिलिज गर्दछ। न्युक्लियर फ्युजनको यही दोहोरो प्रयोगले गर्दा यसको विकासलाई नियन्त्रित र नियमित गर्न अन्तर्राष्ट्रिय लेभलमा प्रयासहरू भइरहन्छन्। यदि तपाईँले अहिलेसम्म हाम्रो यो भिडियो मन परिरहेको छ भने कृपया लाइक र सेयर गरिदिनुहोला र भविष्यमा यस्तै थप कन्टेन्टको लागि प्लिज सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यदि बुझिसकेपछि अब हामी न्युक्लियर फ्युजनका केही फाइदाहरू हेरौँ। पहिलो हो
क्लिन एनर्जी। न्युक्लियर फिजनले न्यूनतम ग्रीन हाउस ग्यासहरू रिलिज गरी ठुलो मात्रामा बिजुली उत्पादन गर्छ, जसले गर्दा यसलाई एउटा लो कार्बन ऊर्जा स्रोत बनाउँछ र जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ। दोस्रो हो यसको हाई ऊर्जा डेन्सिटी। न्युक्लियर फिजनले थोरै इन्धनबाट ठुलो मात्रामा ऊर्जा निकाल्छ, जसले गर्दा रियाक्टरमा इन्धन लामो समयसम्म चल्छ र इन्धनको ढुवानी जस्ता अन्य खर्चहरू पनि एकदमै कम हुन्छ। तेस्रो हो रिलायबिलिटी। न्युक्लियर पावर प्लान्टहरूले बिजुलीको एउटा स्थिर र निरन्तर स्रोत प्रदान गर्छ, जसले गर्दा हाम्रो ग्रिड अझ स्टेबल हुँदै जान्छ। यिनी सबै फाइदाहरूका बावजुद न्युक्लियर फिजनमा केही डरलाग्दा समस्याहरू पनि छन् जुन हामीले हेर्नै पर्छ। पहिलो हो न्युक्लियर वेस्ट। न्युक्लियर फिजनको सबैभन्दा ठुलो कमजोरीहरूमध्ये एक हो यसबाट उत्पादन हुने रेडियो एक्टिभ फोहोर, र यो वेस्ट हजारौँ वर्षसम्म खतरनाक लेभलमा रेडियो एक्टिभ रहिरहन्छ, जसले गर्दा यसको सुरक्षित डिस्पोजल एकदमै जरुरी छ। दोस्रो हो यसका सेफ्टी कन्सर्न्सहरू। न्युक्लियर पावर प्लान्टमा कडाभन्दा कडा सुरक्षा उपायहरू प्रयोग गरिन्छ र तिनीहरूको नियमित इन्स्पेक्सन पनि गरिन्छ, तर पनि अघि भनिएका चर्नोबिल र फुकुशिमा जस्ता विनाशकारी दुर्घटनाहरू फेरि दोहोरिँदैनन् भन्ने ढुक्का साँच्चै भन्न सकिन्न। हालाकि यहाँ एउटा कुरा चाहिँ क्लियर गरिदिन जरुरी छ। जापानको फुकुशिमा न्युक्लियर दुर्घटनाको प्रमुख कारण खास 2011मा त्यति बेला जापानमा आएको ठुलो भुइँचालो थियो, तर भुइँचालोले गर्दा इन्डाइरेक्ट रूपमा भए तापनि फुकुशिमा न्युक्लियर दुर्घटना भइसकेपछि आजसम्म पनि त्यहाँ मान्छेहरू फिर्ता जान सकेका छैनन्। र तेस्रो चुनौती हो न्युक्लियर हतियारहरू। न्युक्लियर फिजनका लागि चाहिने ज्ञान र मटेरियलहरूलाई सजिलै डाइभर्ट गरेर एटोमिक हतियारहरू उत्पादन गर्न प्रयोग गर्न सकिन्छ, जसले गर्दा गलत मान्छेहरूको हातमा यो टेक्नोलोजी पुग्ने डर सधैँ रहिरहन्छ। र अझै एउटा यसको चुनौती भनेको यसमा लाग्ने उच्च लगानी। न्युक्लियर पावर प्लान्टहरूको निर्माण गर्दा एकदमै धेरै इनिसियल लगानी चाहिन्छ, जसले गर्दा न्युक्लियर ऊर्जाको पहुँच केही चुनिन्दा धनी राष्ट्रहरूसँग मात्रै छ। न्युक्लियर फिजनका थुप्रै चुनौतीहरूका बावजुद यसले विश्वव्यापी ऊर्जा उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्न जारी राखेकै छ। यस टेक्नोलोजीमा भइरहेको रिसर्च र यसमा देखिने अनेक कमजोरीहरूलाई सम्बोधन गर्दै इन्जिनियरहरूले अझ एडभान्स रियाक्टरहरू डिजाइन गरिरहेका छन् जुन अझ सुरक्षित, अझ एफिसिएन्ट हुनेछ र एकदमै थोरै मात्रामा न्युक्लियर वेस्ट उत्पादन गर्नेछ। पछिल्लो समय भएको रिसर्चले एउटा एकदमै आशाजनक रिजल्ट निकालेको छ, जसलाई फास्ट ब्रिडर रियाक्टर भनिन्छ। यिनी रियाक्टरहरूले न्युक्लियर वेस्टलाई नै इन्धनको रूपमा प्रयोग गर्न सक्छन्। यसरी हामीले एकैसाथ ऊर्जा उत्पादन पनि गर्न सक्छौँ र न्युक्लियर वेस्ट पनि घटाउन सक्छौँ। फास्ट ब्रिडर रियाक्टरका साथसाथै अर्को एउटा रिसर्च भइरहेको टेक्नोलोजी हो फ्युजन फिजन हाइब्रिड रियाक्टर, जसले न्युक्लियर फिजनलाई न्युक्लियर फ्युजनसँग जोडेर क्लिन ऊर्जाको लगभग असीमित स्रोत प्रदान गर्ने पोटेन्सियल राख्दछ। निष्कर्षमा न्युक्लियर फिजन एउटा उल्लेखनीय साइन्टिफिक खोज हो जसले विश्वभरि नै गहिरो तरिकाले प्रभाव पारेको छ। एटोमिक बमको विनाशकारी शक्तिदेखि क्लिन एनर्जी उत्पादनसम्म समाज र वातावरणमा यसको प्रभावलाई नकार्न सकिँदैन। न्युक्लियर फिजनले प्रस्तुत गरेका अवसर र चुनौतीहरूले गर्दा यो टेक्नोलोजी आफैमा एउटा साइन्टिफिक इन्क्वायरीको विषय बनेको छ, जसमा प्राविधिक इनोभेसन र नैतिक जिम्मेवारीको बहस चलिरहन्छ। न्युक्लियर फिजनको अनइमेजिनेबल पावरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने हाम्रो क्षमताले नै मानव जातिको आगामी आउने पुस्ताको भविष्य निर्धारण गर्नेछ।